हेलो साथीहरू, भर्खरै मात्र प्राप्त सूचना अनुसार सन् 2025 को दोस्रो चरणको रोजगार अनुमति प्रणाली अनुसार कामदार छनौट प्रक्रियाको मिति सार्वजनिक भएको छ। जस अनुसार दोस्रो चरणमा नयाँ रोजगारी अनुमति संख्या कुल 22,418 जना हुनेछ, जसमा उत्पादनमूलक क्षेत्र अन्तर्गत 16,328 जना, पानीजहाज निर्माण क्षेत्रतर्फ 625 जना, कृषि तथा पशुपालन क्षेत्रतर्फ 2,347 जना, सेवा क्षेत्रतर्फ 596 जना, माछा पालनतर्फ 2,077 जना र कन्स्ट्रक्सन साइटमा 445 जना गरेर कुल 22,418 जनाको नयाँ रोजगार अनुमति संख्या हुन सक्ने अनुमान छ, जसको छनौट मिति चाहिँ 2025 मे 22देखि 28 सम्म म्यानु र सिप बिल्डिङको हुनेछ भने 2025 मे 29देखि जुन 4 सम्म कृषि र सेवा क्षेत्र अन्तर्गत हुनेछ, जसमा पहिलो चरणको तुलनामा माग अत्यधिक हुन सक्ने भएकोले थप कोटा 32,000 जना पनि उपयोग गर्न सकिने छ भनेर जानकारी दिएको छ। साथै यो एउटा अनुमानित संख्या मात्र हो। यसको कुल एक्ज्याक्ट कोटा चाहिँ कति हो भनेर मे 21 तारिकमा पुनः जानकारी दिइनेछ।